यो घामले लास्टै सता के लास्टै गर्मी यार भोटमा हिँड्नाले होइन हामी अघि गाडीमा बसेर आएको हुन्थ्यो रहेको छ पानीको बीचमा एकदम खतरनाक ठाउँ अनि यो रहेको छ म अगाडि भर्खर देब्रे साइडबाट तुम लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उसके साथ स्कैम करो या फिर महफिल जमाओ, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए। अब मैं भी जा रहा हूँ, मुझे पार्क में स्टंट्स मारने जाना है। हेलो वेलकम टू माई ब्लग। सबैजनालाई एकदम न्यानोमा छ है, वर्ष धेरै समयपछि तपाईँहरूको माझमा छ। आज यो स्पेसल भिडियो छ हाम्रो नेपालको त बागेश्वरी है, त्यसमा चाहिँ हाम्रो नाति केटो र म आएको छु। लेट्स सी, हेर्नुहोस् अन्तिमसम्म के हुन्छ। अनि यहाँको गल्ली चाहिँ यस्तो छ है, बिहानको लगभग 9:30 बजेको माहौल छ यस्तो। हामी चाहिँ कुलपुरदेखि टक्का आएको यस्तो छ माहौल। तरकारी बेच्ने अब गाडीहरू पार्किङ एन्ड बाइकहरू यस्तो हरेक किसिमको छ यस्तो। यो चाहिँ भयो मन्दिरको यता बाहिर आसपास बाटोघाटै नपाएर यहाँबाट जाने यता बाहिरतिरको माहौल छ होइन, अनि भित्रतिरको माहौल चाहिँ खतरनाक छ एकदम। यो चाहिँ गेट रहेको थियो यार, यो मोबाइलको क्वालिटी पनि कहिले राम्रो आउने भएन। हेर्नुहोस् त मान्छेहरूको भिडभाड लास्टै छ, लास्टै एकदम खतरनाक। अनि यो चाहिँ हामी मन्दिरको अर्को साइडतिरबाट आएको थियौँ होइन, यस्तो छ यता छ। अनि राम्रो चाहिँ अथार राम्रो छ, तर मैले देखाउनु सकेको छैन त्यति राम्रो। भिडियो पनि त्यस्तै, मेरो क्वालिटी त्यस्तै छ नि त होइन। यता बाटो छ भने चाहिँ यता चाहिँ एकदम घाम काट आएको छ, घाम आएको छ। आज म एकदम धर्म मान्ने मान्छे फाइनली एकदम यताबाट पुवायुक्त ठाउँ रहेछ। यो ठाउँमा धेरै टिकापट्टि आइसक्यो यो चाहिँ, तर यसपालिको एकदम मान्छेहरू पनि भिडभाड धेरै छ है। अनि यसै क्रममा यो मान्छेको भिडभाड म चाहिँ डुलिरहेको छु हाम्रो मान्छेसँग है। अनि अब पुरै त देखाउनै सकिन्न है, जति देखाएँ त्यसलाई हेर्नु होला। यता बागेश्वरी है, यो पानी त सधैँ दुर्गन्धयुक्त हुन्छ है, तर पनि के गर्ने, यत्रो मान्छेहरूले धर्म मान्ने मान्छेहरू आउनु भएको हुन्छ। यो पानी चाहिँ कहिले पनि सुक्खा मतलब हुन्छ नि, शुद्ध कहिले पनि हुँदैन, एकदम खतरनाक छ यहाँ ठाउँ। मन्दिरभित्र भएको पसलहरू है, पसल भनौँ न यो टिका डाला यस्तो मन्दिरकै पूजाआजाका सामग्रीहरू पाइने ठाउँहरू। यो चाहिँ मन्दिरभित्रको शीतलो ठाउँ छ यहाँ, टक्क लगाएर बस्न मिल्ने है गर्मीमा पनि। यो चाहिँ देब्रे साइडको ठाउँ भाग है। त्यो साइडदेखि चाहिँ म यता आइसकेँ होइन। यो चाहिँ देब्रे साइडतिरको ठाउँ हो। यता चाहिँ धेरै किसिमका सामानहरू पाइन्छ, पानीदेखि लिएर अनि प्याटो हाल्ने ठाउँ अनि चिजहरू पाइन्छ। चस्माहरू मोबाइलहरू पाइन्छ, दिन सक्यो किनेर लिन सक्यो आफूलाई घाम देखाउनको लागि। यस्तो छ जो आइरहेको ठाउँ त्यति उच्च लाग्दैन, भएकोले मन्दिर जस्तो मन्दिर घरमै लाग्छ। यो चाहिँ एकदम भ्यू देखिने ठाउँ है, एकदम समग्रमा तपाईँहरूले देखाउँछु। यो नेपालगञ्जको बागेश्वरी मन्दिर चाहिँ यो चाहिँ रहेको छ पानीको बिचमा एकदम खतरनाक ठाउँ। अनि यो रहेको छ म अगाडि भर्खर देब्रे साइडबाट आएको भने ऊ चाहिँ छ पाल्लो साइड, अनि यो चाहिँ दाहिने साइड छ। यहाँ चाहिँ मान्छेहरूले फोटासोटा खिच्छन् है, रमाइलो गर्छन्। अब अहिले चाहिँ बिहानको टाइम भएर त्यति फोटा खिच्ने मान्छे छैनन्, एकछिनमा हामी पनि खिच्ने हो फोटा, 1-2 फोटा हान्ने नै होला होइन, यहाँको सम्झना हुन्छ।
यसो छ भने बाह्र तराईको ठाउँ टक्क गर्मिलो ठाउँ है। हावा पनि त्यति छैन, चिसो नै छ अहिले त। बिस्तारै गर्मी बढ्दै जान्छ, मान्छेहरूको मनोरञ्जन यानजेन धेरै लिन पाइन्छ यो ठाउँमा पनि। बस सो गाइस, फोटा अब जे जस्तो भयो नि मान्छे अनुसारको फोटा त आउने होइन। फोटा यानजेन यस्तो हान्यो, चारवटा फोटा हान्यो अनि फोटा हानिसकेपछि एउटा दुईवटा भिडियो पनि बनायो होइन। सँगसँगै यो ठाउँ छ। हामी अब टक्क बागेश्वरदेखि बाहिर निक्लेर यस्तो हुन्छ नि यता धम्बोसदेखि उँधोतिर जाने ठाउँमा चाहिँ अगाडि चोकमा जान लाग्छौँ। त्यो गाइस है, अब चाहिँ टोली हिँडिसक्यो यहाँदेखि। यही हो यतिको भिडियो चाहिँ यहाँको सक्यो। सो फाइनली गाइस, अब चाहिँ है अबको यात्रा चाहिँ टक्क अब 11 साढे 11 हुन लाग्यो होइन। खाना भर्खर खायौँ। अबको यात्रा चाहिँ हाम्रो मुभी हेर्ने प्लान भएको होइन, अन द स्पट फिल्म हेर्ने क्रममा जाँदैछौँ हामी साइन रोयल नेपालगञ्ज चाहिँ फिल्म हेर्न। यही बिचमा छ यो गर्मीको माहौलमा यसै त कालो मान्छे बाउसाउ झन् जलेर कालो भइसक्यो छ। र पनि यात्रा जारी नै छ है। अब त्यो साइन रोलमा गइसकेपछि थोरै क्लिप देखाउँछु। अल्छी नमानेर भिडियोलाई चाहिँ हेरिदिनुपर्छ। यो घामले लास्टै सतायो कि, लास्टै गर्मी यार। हामी यो रोडमा हिँड्नाले होइन, हामी अघि गाडीमा बसेर आएको भए हुन्थ्यो। अब यहाँ नजिकै छ जस्तो लाग्यो। अब नजिकैको ठाउँमा पनि कति गाह्रो भएको हिँड्ने, लास्टै पसिनाले हैरान बनाइसक्यो। गर्मी पनि उत्तिकै छ, झन् कोट लगाएर आयो। यस्तोमा गाह्रो छ यार जिन्दगी है। के देखाउने कि घाममा यस्तै छ। अब सायद थोरै छ, पुगिसक्नु लाग्छ अनि यस्तै हो। सो गाइस, हामी चाहिँ पुग्यौँ है यो ठाउँमा, फिल्म हेर्ने ठाउँमा। पुग्यो अनि यहाँको चाहिँ कुन कुन फिल्म लाखा त्यो साइन रोलमा पुग्यो है नेपालगञ्जको। कुन कुन फिल्म लाखा गएर चाहिँ पुग्नुपर्छ। यात्रा यस्तै नै छ ठाउँ है। यो ठाउँमा चाहिँ आइएको छ। अब ब्याक क्यामेरा त्यति राम्रो छैन, त्यही भएर मैले चाहिँ जति सक्दो सेल्फीबाटै नै गरिरहेको छु। प्रकाश सबुतलाई हेर्न सक्नुहुन्छ यहाँ। यो प्रकाश सबुत होइन, सौगात मल्ल मतलब सबलाई चिनिन्छ हिराकै उहरू कालिम्पोङमा त। पानीको मुहान त अहिले लागेको छैन। अनि यो ठाउँमा पहिला पनि आएको थियो, 2-4 धेरैचोटि आइसक्यो। र पनि तपाईँहरूको बिचमा फेरि हामी भाउसाउमा यहाँ भिडियो पोस्ट गरेर आउँछ है। हामी चाहिँ टिकट काटेर पनि एउटा हिन्दी फिल्म लागेको रहेछ धुरन्धर भन्ने, त्यो फिल्मको चाहिँ टिकट काटेर 2 चाहिँ खिचाइसक्यौँ। बाहिर चाहिँ हाल्ने फोटा भिडियो अलिअलि बनाइएको छ। अनि त्यो चाहिँ भित्र आएको अवस्था हो होइन। त्यो चाहिँ धुरन्धर भन्ने फिल्म हो कि धुरन्धर त्यो चाहिँ लागेको रहेछ यो फिल्म। अब हेर्ने हो, 12 बजीको टिकट हो होइन। 12 बस्ने आँटा छ। अब बिस्तारै मान्छेहरू पनि भिडभाड पनि बिचमा कोही थिएन होइन। बिस्तारै अब आउँदैछन् 12 बजीको लागि होइन। त्यो फिल्म हेरि नै भयो। अनि हाम्रो यो सुरत छ हलभित्र है, त्यो ठाउँमा विशेष अब त्यहाँदेखि चाहिँ हाम्रो फिल्म यता आएको त्यही हो। बीको 12 यो चाहिँ माथि टपमै परेछ सायद, एउटा टपमै परेछ। त्यहाँदेखि अब हेरिने भयो। त्यो अनि डल्फिनहरू साथमा छैन कोही पनि, अब हेरि पऱ्यो। एक्लै आउनु पऱ्यो जिन्दगीमा, यस्तै छ। कहाँनिर टपमै भन्दा सुरुवात यहीँ कतै होला यहाँदेखि आउने पारिदेखि एकदम सलल फिल्म है। फिल्म त देखाउन मिलेन। अब चाहिँ हामी गए चाहिँ यहाँदेखि टक्क पारि हेर्ने पश्चिम नेपालमा स्वास्थ्यको भरपर्दो गन्तव्य एफसीआरसी हस्पिटल चारबाही रोड नेपाल। अलि अप्ठ्यारो लाग्छ त्यो भिडियोलाई नदेखाउँ होइन। अप्ठ्यारो लाग्छ त्यो भिडियोलाई नदेखाउँ होइन। अरे भाई मेरे ब्लॉग में भला ले मात्रै देखिन्छु भने यस्तै छ। पारि सुन्नुहुन्छ है। अनि हामी चाहिँ यस्तो पोजिसनमा छ, यस्तो पोजिसनमा है।
सो गाइस अहिले चाहिँ अब यो इन्टरभल है फिल्मको इन्टरभल भयो सबै एकदम अब तल तल गएको छौँ हामी नगएर बस्थ्यौँ क्या झ्याउला निन्दा पनि लाग्यो तर फिल्म एकदम खतरनाक छ कि एक्सनवाला फिल्म होइन कहानी यस्तो गम्भीर छ कि बुझ्नै नसकिने टाइपको अनि यस्तै हो रुन लाला जस्तो छ होइन सुत्दै उठ्दै फिल्म हेर्दै तर पनि कहानी त बुझ्नु त बुझेकै छ बुझ्न अलिक मुस्किल छ एकदम एक्सनवाला क्या धुरन्धर फिल्म है खतरनाक रहेछ यसको आधा भाग हेऱ्यौँ अब अरू बाँकी नै छ हेर्ने बाँकी अझै हेर्नुपर्छ है त भिडियो चाहिँ सब लोग लाइन में आएंगे सामान लेंगे साइन करेंगे और लाइन में आगे बढ़ेंगे फिल्मकै भ्याइयो है सब बलिदान देने से बड़ा कोई कर्म नहीं होता है और देश के लिए बलिदान देने से बड़ा कोई धर्म नहीं होता। जितना इस शब्द से दोस्ती गहरी करोगे उतना ही ज्यादा अपने भीतर दर्द और पीड़ा से निकल क्षमता और वेस्ट में बलिदान पर्व दिनसम्म गएको थियो साँझहरूलाई तिन साढे 3 घन्टाको फिल्म रहेछ रातको 12 बजीदेखि लगभग 4 बजीसम्म 3 साढे 3 घन्टाको फिल्म अनि यो फिल्म चाहिँ एकदम राम्रो रहेछ तपाईँहरूले हेर्नु आउनु होला नेपालको बाँकी बजिया पनि नजिक हुन्छ भनेपछि चाहिँ कस्तो बाहिरहरू ठुलै यस्तो छ अनि त्यही हो अर्को भिडियोमा भेटौँला अनि यो भिडियोलाई चाहिँ यो भिडियो यहीँ बन्द गरौँ है त सबैजनालाई मिठो माया छ टाटा